सुँगुरको मासु संसारभरि कतिले खान्छन् हैन, तर अर्बौं मानिसहरूको लागि यो बिल्कुलै निषेध छ। आखिर किन होला? आउनुहोस् यसको जरोसम्मै पुगेर कुरा गरौँ। प्रश्न त यही हो, अर्बौं मानिसहरू आखिर किन एउटै प्रकारको मासुबाट टाढै बस्छन्? यसको जवाफ कुनै एउटा नियममा मात्रै सीमित छैन, होइन। यो त धर्म, संस्कृति र आजको विज्ञानको एउटा गहिरो सम्बन्धमा जेलिएको छ। ल आउनुहोस् यो जटिल प्रश्नको गाँठो फिकाउँदै जाउँ। सबैभन्दा पहिलो र प्रमुख कारण हो धार्मिक। सुँगुरको मासुमाथिको यो प्रतिबन्ध कुनै मान्छेले बनाएको नियम होइन। यो त इस्लाम र इसाई धर्म दुवैका पवित्र ग्रन्थहरूमा सिधै दिएको एउटा ईश्वरीय आदेश हो। र यहाँनिर एउटा रमाइलो कुरा के छ भने, यो कुनै एउटै धर्मको मात्रै कुरा होइन। पवित्र कुरान र बाइबल, जुन फरक फरक समय र ठाउँमा आए, दुवैमा सुँगुरको मासु नखानु भनेर स्पष्टसँग लेखिएको छ। यसले के देखाउँछ भने यो प्रतिबन्धको धार्मिक ज्वरो निकै गहिरो र साझा रहेछ। ल, आदेशको कुरा त भयो, तर किन धर्मग्रन्थहरूले नै यसलाई अशुद्ध भनेर किन छुट्याए त? अब यो अशुद्धको अर्थ के हो, त्यसमा अलिक गहिरेर हेरौँ। भाषाले पनि धेरै कुरा भन्छ, होइन त? कुरानमा सुँगुरको लागि एउटा विशेष शब्द प्रयोग गरिएको छ, रेजिस। यसको अर्थ खाली फोहोर मात्रै होइन, यो त एक किसिमको आध्यात्मिक र भौतिक दुवै रूपमा अशुद्ध हुनु हो। भनेपछि यो प्रतिबन्ध खानपिनको नियम मात्रै नभएर पवित्रताको अवधारणासँग पनि जोडिएको देखिन्छ। मान्यता कस्तो छ भने यो अशुद्धताले व्यक्तिको आस्थामा मात्रै होइन, उसको शरीरमा पनि नराम्रो असर गर्छ। मतलब यो बाहिरी फोहोर मात्रै होइन, यसले भित्रैसम्म असर पार्छ भन्ने विश्वास गरिन्छ। ल, अब धर्मशास्त्रको कुरालाई एकछिन थाँती राखेर आधुनिक विज्ञानतिर लागौँ। सुँगुरको मासु खाने कुरालाई आजको स्वास्थ्य अनुसन्धानले चाहिँ कसरी हेर्छ त? के त्यहाँ पनि केही सम्बन्ध छ? यो आँकडा साँच्चै नै चकित पार्ने खालको छ। विभिन्न स्रोतहरूका अनुसार सुँगुरको मासु खाँदा 70 भन्दा बढी किसिमका रोगहरू मानिसमा सर्न सक्छन्। यो भनेको सामान्य एलर्जीदेखि लिएर ज्यानै लिन सक्ने गम्भीर परजीवी सङ्क्रमणसम्म हुन सक्छ। यसले त स्वास्थ्य चिन्ताको एउटा निकै ठूलो तस्बिर देखाउँछ। केही मुख्य स्वास्थ्य जोखिमहरूको कुरा गरौँ। यसमा हुने अत्याधिक सन्तृप्त फ्याट र कोलेस्ट्रोलले रगतको नसा बन्द गरेर हृदयघातको जोखिम बढाउँछ। त्यति मात्र होइन, विश्व स्वास्थ्य सङ्गठनको क्यान्सर अनुसन्धान गर्ने संस्थाले त प्रशोधित मासु, जसमा सुँगुरको मासु पनि पर्छ, लाई क्यान्सर गराउन सक्ने पदार्थको समूहमै राखेको छ। यो टेबलले त कुरा झनै छर्लङ्ग पार्छ। हेर्नुहोस् त, एक पटक सुँगुरको मासु खाँदा नै हाम्रो शरीरलाई दिनभरिमा चाहिने लगभग पुरै सन्तृप्त फ्याट पुग्ने रहेछ। अब मुटुको स्वास्थ्यको लागि त यो सोच्नै पर्ने कुरा भयो, होइन र? अब अर्को झनै गम्भीर विषयतिर लागौँ। त्यो हो सुँगुरको मासुमा पाइने परजीवीहरूको खतरा। र यो त्यस्तो खतरा हो जुन पकाउँदा पनि सजिलै जाँदैन। यो तस्बिरले सुँगुरको मासुमा लुकेका जीवाणुहरूको एउटा सानो झलक दिन्छ। केही स्रोतहरूले त केसम्म दाबी गर्छन् भने यसमा हुने केही परजीवी र ब्याक्टेरियालाई जतिसुकै पकाए पनि पूर्ण रूपमा मार्न सकिँदैन। अब एउटा निकै डरलाग्दो परजीवीको कुरा गरौँ, टेनिया सोलियम, जसलाई पोर्क टेपवर्म पनि भनिन्छ। यो वयस्क हुँदा मान्छेको आन्द्राभित्र 2 देखि 7 मिटरसम्म लामो हुन सक्छ। सोच्नुस् त, लगभग 22 फिट लामो जीव शरीरभित्र। तर यसको आकार मात्र होइन, यसले गर्ने नोक्सानी झनै भयानक छ। यो परजीवीको यात्रा कसरी विनाशकारी हुन्छ त्यो हेरौँ है। सुरुमा राम्ररी नपाकेको मासुबाट यसको अण्डा शरीरमा पस्छ, आन्द्रामा गएर त्यो हुर्कन्छ। तर समस्या त्यति बेला सुरु हुन्छ जब नयाँ अण्डाहरू रगतमा मिसिन्छन्, अनि त्यसका लार्वाहरू मस्तिष्क, मुटु वा आँखा जस्ता संवेदनशील अङ्गहरूमा पुगेर कहिल्यै निको नहुने क्षति पुर्याउन सक्छन्, जसले पक्षाघात, अन्धोपन वा मृत्यु समेत गराउन सक्छ। खतरा यतिमै सकिँदैन। ट्राइकिनेला भन्ने अर्को परजीवी पनि छ, जसले ट्राइकिनोसिस भन्ने रोग लगाउँछ। यसका लार्भाहरू मासुको भित्रसम्म बसेका हुन्छन् र पकाउँदा पनि नमर्न सक्छन्। शरीरभित्र छिरेपछि यसले मांसपेशीमा भयानक दुखाइ, ज्वरो र कहिलेकाहीँ त पक्षघात नै गराइदिन सक्छ। अब अलिकति फरक कोणबाट हेरौँ। तपाईँ जे खानुहुन्छ त्यस्तै बन्नुहुन्छ भन्ने भनाइ छ नि। अब सुँगुरको प्राकृतिक व्यवहार र शरीर विज्ञानले नै त्यसको मासुलाई खान अयोग्य बनाउँछ भन्ने तर्कलाई हेरौँ। सुँगुरको प्रकृति नै यसको मासुलाई अस्वस्थ बनाउने कारण हो भनेर पनि तर्क गरिन्छ। जस्तो कि यो जे भेट्यो त्यही खान्छ, फोहोरदेखि सिनोसम्म। अर्को अनौठो कुरा, यसको शरीरबाट पसिना निस्किँदैन।
जसले गर्दा शरीरका विषाक्त पदार्थहरू बाहिर जानुको सट्टा मासुमै जम्मा भएर बस्छन्। त्यसमाथि यसको पाचन प्रक्रिया यति छिटो हुन्छ कि खाएको कुरा राम्ररी फिल्टर नभई सिधै शरीरको भाग बन्न पुग्छ। यो एउटा निकै चर्चित र विवादास्पद भनाइ पनि हो। सुँगुर खानुहोस् र सुँगुर जस्तै व्यवहार गर्नुहोस्। स्रोतहरूमा यो तर्क बारम्बार दोहोरिन्छ, जसले खानेकुरा र मानिसको व्यवहारबीच सम्बन्ध रहेको दावी गर्छ। ल, अब यति धेरै कुरा गरिसकेपछि अन्त्यमा यी सबै धार्मिक र वैज्ञानिक तर्कहरूलाई एकै ठाउँमा ल्याएर हेरौँ। आखिरमा आस्थावान मानिसहरूका लागि कुरा एकदमै सोझो र स्पष्ट छ। सुँगुरको मासु नखानुको मुख्य कारण भनेको यो एक ईश्वरीय आदेश हो। अरू सबै तर्कहरू त त्यसपछिका कुरा मात्रै हुन्। तर यहाँनिर एउटा रोचक कुरा के छ भने विज्ञानले देखाएका स्वास्थ्य सम्बन्धी तथ्यहरूलाई अक्सर त्यो पुरानो धार्मिक आदेशभित्र लुकेको विवेकको प्रमाणको रूपमा हेरिन्छ। यसले कतै न कतै आस्था र तर्कबीच एउटा पुलको काम गरेको देखिन्छ। अनि यसले एउटा गहिरो प्रश्न पनि खडा गर्छ। जब हजारौं वर्ष पुराना प्रतिबन्धहरू र आजको आधुनिक विज्ञानका खोजहरू एकै ठाउँमा मिल्न आउँछन्, यसले ज्ञान र विवेकको प्रकृतिबारे वास्तवमा के बताउँछ होला? यदि यो विश्लेषण मन पर्यो र जानकारीमूलक लाग्यो भने यो विषयमा रुचि राख्न सक्ने अरू कसैलाई पनि सेयर गर्नुहोला। यस्तै अरू जटिल विषयहरूलाई सरल भाषामा बुझ्नका लागि हाम्रो पेजलाई फलो गर्न नभुल्नुहोला। अर्को विश्लेषणमा फेरि भेट हुने नै छ।